च्यानलमा सृजना ब्लगमा स्वागत छ। अनि आज चाहिँ ड्युटी छुट्टी भएर चाहिँ जाँदै गरेको हो गाइस। अनि यता नामनामपट्टिबाट जाँदैछु हो गाइस। म चाहिँ काजी रोडमा काम गर्छु, त्यही भएर आज नामनामपट्टिबाट जाँदैछु। आज के गर्छु कस्तो गर्छु म तपाईँलाई भिडियोतर्फ देखाउँदैछु, हेर्दै गर्नुहोस् होला। जाँदैछ अनि जानु चाहिँ कहाँ जाँदाको भन्दाखेरि चाहिँ यहाँनिर नामनामको त्यहाँनिर चाहिँ एउटा बेकरी रहेछ, केक दोकान। अन्त त्यहाँनिर चाहिँ भोलि फादर्स डे हो, अनि फादर्स डेको लागि चाहिँ केक अर्डर गरौँ भनेर चाहिँ म जाँदैछु गाइस। अनि मेरो साथमा छ त्यहाँनिर एकदम प्यारी दिदी हुनुहुन्छ एकदम। हेलो दिदीले के भन्न चाहनुहुन्छ अरे तपाईँलाई भनिदिनुहोस् न। के भन्नु चाहन्छु, मेरो बहिनीको मिनी ब्लग्सहरू चलोस्, लाइक सेयर कमेन्ट हो राम्रो राम्रो आओस्, राम्रो भिडियो बनाउँछ हाम्रो यता बहिनीले हो। त्यसले गर्दा तपाईँहरूले हेरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। अन्त हामीले केक किनेको देखाउँछु तपाईँहरूलाई, सबैजनालाई हेरिदिनुहोस्, देखाउनेछु तपाईँहरूलाई। र फाइनली साथीहरू म यहाँ केक दोकान मिया अमरमा आइपुगेको छु। अनि यहाँ म त्यो फर्स्ट टाइम भिजिट गर्दैछु। दिदीले दामी पाउँछ भनिकन दिदीले लानुभयो। अनि मैले हेर्दै थिएँ यहाँनिर केकहरू पनि एकदम दामी दामी है थियो, अनि एकदम रिजनेबल प्राइस रहेको रहेछ गाइस। अनि मैले चाहिँ यहाँनिर यो प्याकिङ गरिदिनु भन्ने, अनि यहाँनिर हेर्दै थिएँ एकदम दामी 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 एकदम दामी थियो। अनि दाम पनि ठिकैको सबै चिजहरूको, खानेकुराको। अनि यहाँनिर भैयालाई भने भैया मलाई प्याकिङ गरिदिनुहोस् त, अनि भैयाले प्याकिङ गर्नुहुँदै थियो। अनि मैले भैयाको पनि भिडियो गरेँ। अनि यहाँनिर भैयाले एकदम मिलाइ एकदम मजाले प्याकिङ गरिदिनु हुँदैछ। अनि यहाँनिर चाहिँ दिदीले भने दिदीले पनि हेर्नुहुँदैछ। एकदम त्यहाँबाट केक किनेर निस्केर पनि अब चाहिँ हामी एमजी मार्टतर्फ जाँदैछ। अनि हामी अब एकछिन मिनी सो पनि पस्नेछौँ। दिएको ललिपप त्यो केक दोकानमा नि 5 रुपियाँ नभएर गाइस ललिपप। के बोल्नु हुने रे, के बोल्नु। हामी दुईजना मिनी सोभित्र गएको थियो, हामीलाई त भिडियो गर्नै दिएन। हामी निक्लेर अलिक अगाडि आइसक्यो, अब हामी लालबजार जाँदैछ। तपाईँलाई केही त मन परेन त्यहाँ होइन? मलाई केही मन परेन, पर्फ्युम हेर्नु गएको थिएँ, अस्ति एउटा हेरेको थिएँ, त्यो पर्फ्युमको स्टकै सकिएछ। अन्त हामी दुईजना निक्ल्यो। म चाहिँ चस्मा लाएर यो कस्तो देख्दैछ फोटो खिचिदेऊ न भनेको, बहिनीले खिचिनै दिएन। अन्त हामी दुईजना निक्ल्यो। अब हामी लालबजार जाँदैछ दुईजना। लालबजारतर्फ लाग्यो कि के काट्ने रे? लट्री काट्नु पऱ्यो। अब लट्री काटेर फसेर चाहिँ म लट्री काटेर चाहिँ 1 करोड फसेर चाहिँ ऊ 1 करोड लट्री पऱ्यो भने एउटा बाइक किन्छु, एउटा आइफोन। मलाई चाहिँ तिमीलाई एउटा आइफोन गिफ्ट गरिदिन्छु। लु काट्नु त छिटो काटिहाल्नु त्यसो। र साथीहरू दिदीले चाहिँ एकदम लट्री हेर्नुहुँदै थियो। अनि त्यसको बादमा चाहिँ हामी लालबजारबाट घरतर्फ फर्क्यो। अनि दिदी चाहिँ घरतर्फ जानुहुँदै थियो। अनि दिदीले बाई बाई